अब हामी चाहिँ हाइवेबाट जाँदैछौँ। पेट्रोलहरू यस्तो बेच्नुहुन्छ किन मैले पनि यतातिर पेट्रोल पम्प देखेन हौ। यो हाइवे यता वरिपरिमा चाहिँ त्यहाँ के यिनीहरू पेट्रोल बेच्ने राख्छ होला नि है। कम्बलहरू आम्मा ठीक है ओके। आपका वीडियो आ चुका है इसको वीडियो यतादेखि चाहिँ लुगाफाटाहरू फेरि हामीले हुने खालको चाहिँ हुँदैन यसमा। छान्यो भने त यो हो नि सस्तो फेरि होइन। एकखेप धुएर प्रेस लगायो भने त त्यो सोरुमको भइहाल्छ नि फेरि यस्तोहरू भने। यो लुगाहरू चाहिँ हाम्रोमा हुँदैन है, सानो मात्र हुन्छ। यता धुम्चीदेखि कम्बल फोन कभर यतादेखि चाहिँ उता जुत्ता हेलमेट प्यान्ट सर्ट यस्तोको मात्रै दोकान छ। फेरि पर आधैदेखि ब्यागहरू, फेरि परदेखि ठ्याङमा माला, अब साङ्गेको कु यस्तोहरू आफ्नो आफ्नो एरियामा टक 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 छ। अब तपाईँहरू उता फेरि म ब्यागहरू भएको ठाउँ देखाउँछु। अब यतादेखि त लुगाफाटाहरू मात्र हो। फेरि लुगाफाटाहरू मात्र हुन्छ। यता बदाम अन्डा यस्तो खानेहरू मात्र हो। टोपी सोक्स बेल्ट यस्तोहरू मात्र हुन्छ यता। कराईहरू फेरि यता त हातले लक गर्छ नि। फेरि यस्तो दामी यो आफै बनाउँछ हातले। कराई चाहिँ कहाँबाट आउँछ कुनै त्यो याद छैन होइन। लोकहरू हुन्छ नि अब यस्तो पक्रिनेको लोकहरू ऊ आफै बनाउँदै गरेको हुन्छ। आज त टाइम पुरा छ, त्यहाँखेरि हामी हिँडेर आएको। यस्तो कोटहरू दामी दामी आउँछ। फेरि हुनु त दामी हुन्छ कि यिनीहरूमा सामान, तर त्यो एक दुई खेप लगाएर फाल्ने खालको हुन्छ नि। किनभने यिनीहरू घाममा राखेर सब त्यो मक्केको हुन्छ नि। अत उतादेखि चाहिँ अब यतादेखि जुत्ता फटाएर होइन। अब उतादेखि चाहिँ म ब्यागहरू ठ्याङमाहरू के छ होइन त्यो देखाउँछु। यता यो लाइन चाहिँ यत्तिकै हो। अब लुगाफाटा साग्यो, फोन दोकान आयो होइन। फोनको कभरको दोकान चाहिँ होइन, कभर मात्र होइन, स्टिकर हाल्नेहरू होइन। फोन कभर पछाडि साथीहरू चिकन बिरयानी भन्छ यता आउनुपर्छ। यता यो स्टल भएकोमा फोन दोकान फोन कभर बेच्ने छ। यता चाहिँ चिकन रोल सब पाउँछ, बिरयानी। यो आई लभ बोधगया भनेदेखि यो ठाउँमा चाहिँ अब यतादेखि फेरि यस्तो धोती जुत्ता माला साला बेच्ने। विभिन्न प्रकारको चाहिँ चिज पाउँछ यता चाहिँ होइन। तर मान्छे पनि त्यहाँ नि चाँचोबाट आएको हुन्छ यता हो। सबै यता थुप्रेको हुन्छ नि। फेरि कहाँबाट आएर चाहिँ यस्तो सोलहरू कस्तो दामी छ। लेडिज बेगको कि जेन्ट्स बेगको त्यो त याद छैन हो। यस्तो मालाहरू यतादेखि चाहिँ फेरि स्टार्ट हो यस्तोहरू। अब यतादेखि चाहिँ फेरि उपरसम्म चाहिँ बेगको हो। फेरि हामीले बोक्ने खालको लेदर बेग छ। अब ओरिजिनल हो कि डुप्लिकेट त्यो त यिनीहरूले याद होइन। त्यो चाहिँ म याद छैन।
यतातिर चाहिँ फेरि ब्यागको दोकान हो ब्याग मफलर लेडिजको चिज अन्त ठ्याङमा यस्तो सब यतातिर पाउँछ अब दाम घटाउन सक्यो भने तपाईँहरूको फाइदा यिनीहरूले लुट्नु सक्यो भने यिनीहरूको फाइदा हो अब यतातिर चाहिँ स्लिम ब्याग यस्तो यो गेटदेखि उता त अब फलफुल चाहिँ छोडेर चाहिँ सब पाउँदो रहेछ फेरि यता यस्तो मूर्तिहरू दाम चाहिँ कम्ता महँगो गर्दैन फेरि अहिले चाहिँ यस्तो हाइट ल म त कहिले देखेको थिएन यसको छेउमा त हामी नानी रहेछ नि फेरि यो भित्र के रहेछ यस्तो लुगाहरू हुन्छ यस्तो ढुङ सुङ सब यस्तो ठ्याङमाहरू ब्याग यता चाहिँ फेरि साङ्गेको कुवाहरू माला फेरि लुगाको दोकान फेरि यसको दोकान पान दोकान हो कि के त्यसमा पनि पुरा माला झुनेर रहेछ यतापट्टिको रहेछ हो यो सोलहरू त यतातिर आउँछ नि दामी यो चाहिँ फेरि हातले खोपेर बनाउँछ यिनीहरू आफै यो बुद्धको चिनहरू चाहिँ झगडाहरूमा कोला छ क्या हातले खोप्दै गरेको हुन्छ बाटो चेप्टेर बदाम चप्पल अब यो गेटदेखि उता फेरि यही सामान हो तर खानेकुरा हुनाले फ्रुटहरू पनि हुन्छ त्यो चाहिँ अब उताबाट लेफ्ट साइडमा हुन्छ हामी चाहिँ यता राइट साइडबाट आएको फ्रुटहरू चिया दोकान यो बेलको दोकान त्यस्तो यिनीहरूले सब सामान भिन्जाइ राखेर गएन भरे आफ्नो आफ्नो सामान छुट्याइदिन्छ है आम्मा खतरा हो नि त्यस्तो त आफ्नो आफ्नो सामान छुट्याइदिन्छ फेरि के थियो के थिएन भनेर चाहिँ उच्चतिर पनि यस्तै छ अब हामी चाहिँ छतेन पुग्न आँट्यो सेकेन्ड लास्ट गेटमा पुग्यो यो यता एउटा गेट छ अन्त छतेनको उता बस्दाखेरि एक गेट थियो अघि हामी छतेनभित्र पस्यो पर कार्यो निस्क्यो अनि फोन लाने फोन क्यामेरा लाने टिकट काट्नु पर्ने रहेछ अब लास्टको दिन चाहिँ टिकट काटेर लिएर जान्छु यतादेखि टोटोमा पैसा दिनु भने हिँडेर आयो भने त राम्रो केही किन्नु मन पऱ्यो भने यता हेर्दै आयो किन्यो त्यो फेरि किन्दाखेरि सोचेर किन्नुपर्छ यतातिर चाहिँ भरे नपस्ताओस् होइन आफै पनि र सोच्नुपर्छ यस्तो किन्ने यार गुरुजी दाम महँगो छ यो मालाहरू त हेलो म चाहिँ एकदम को म भनिदिनु न अनि तिमी आफै नभने चाहिँ म तपाईँले इन्ट्रोडक्सन दिनु पऱ्यो नि त अन्त
लाक्पा यो चाहिँ लाक्पा हो भेनको हो अहिले रुमटेकमा पर्दैछ फिलहाल अनि के भन्दा भेट्यो बाटोमा भेट्यो बाइ बाइ भाइ त्यो टोपी खोले भाइ भेजा जस्तो देख्दैछ है अब यतादेखि चाहिँ यही सामान हो कन्टिन्यू यही सामान हो नि उतातिर चाहिँ फलफुलहरू पाउँछ उता होइन फलफुलहरू अहिले हामी चाहिँ फेरि हिजोकै ठाउँमा जाँदैछौँ अब त्यो हिजोको ठाउँको चाहिँ हामी ब्लग भिडियो नगर्ने हो घरिघरि त्यहाँको ब्लग गरेर अब फाइदा छैन अन्त यो ब्लगमा 10 मिनट चाहिँ उक्का गयो भने तपाईँ अपलोड गर्नु पुरा साह्रो पर्दैछ अब यतादेखि चाहिँ यस्तो धुङ किन्ने छ भने धुङहरू यता पाउँछ यो के हो फेरि यो चाहिँ नारिकल पनि होइन के होइन यो यस्तो खान्छ के है यो सुकाएर खाँदो रहेछ नि भेल भेल भोलि पर्सि टाइगर हेरौँ अहिले नगरौँ अहिले मार्की लगाइरहेको छ हो अहिले चाहिँ मार्की लागेको बेला चाहिँ दामी नखानु खाएर जानु हुँदैन फेरि साह्रो बनाउँछ बिहारमा चाहिँ फेरि यताको दबाई हातपात काम गर्दैन जस्तो लाग्छ अस्ति होइन हिजो र आज दबाई खाइरहेको त्यत्तिकै छ हाम्रो यता हुन्छ नि उता फेरि टिफिन के फर्केस सब उता बेच्छ उताबाट हो सब होलसेल नभन्दा फेरि यिनीहरूले हामी त फेरि त्यो हो नि यिनीहरूको लागि लुट्ने चाहिँ उनीहरूले 2 गुणा दाम बनेर आउँदो रहेछ अन्त हामीले 1 गुणा दाम गराउँछ होइन खान्छ त्यसै होइन अब छोटो चाहिँ यो भित्रदेखि जान्छ अब हामी चाहिँ जान्छौँ कहाँ जाने भित्रै जानुपर्छ हामी पनि तर छतिनभित्र चाहिँ होइन भोलि पर्सि टिकट काटेर तपाईँहरूले लिएर जानु देखाउँछु छतिनभित्रको भिडियो चाहिँ दोस्तै बेलुका बिहान त यता त पुरा छङ्गाउँछ फेरि आज चाहिँ यो अलिक खाली रहेछ कि अब बारे बेलुका हुन्छ होला फेरि यता जन्जिङ मोमलम लाग्यो भने त आम्मामा यता देखाउँछ अब पेज बेसी धर्म र पाप गरेको चाहिँ यता भेजिटेबलमा देख्छ नि फेरि लाइफ चाहिँ तर म त्यस्तो भिडियो सुट गर्दैन क्या राम्रो भिडियो सुट गर्नु पऱ्यो होइन राम्रो देखाउनु पऱ्यो किन त्यो गर्नु हो अर्कोको यता हुन्छ फेरि विभिन्न प्रकारको मान्छे चाहिँ भित्र जाने त अब यताको ब्लग त पुरा बनायो यही हो अब त्यतिसम्म हामी चाहिँ अब हिजोकै बजारमा जाँदैछौँ अब यता चाहिँ भिडियो समाप्त गर्छु भन्दा लाइक सेयर कमेन्ट्स गरिदिनु होला तपाईँहरू धेरै धन्यवाद मेरोमा फलो गरिदिनु भएकोमा अन्त यत्तिकै माया दिनुभएकोमा अब नेपाली चाहिँ रफ टफै फेरि मेरो जति पनि भिडियो हाल्छन् त्यसमा धेरै माया गर्छ कि थ्याङ्क यू सो मच सबैले अन्त आज यस्तै माया गरिदिनु अब छेटिन्छ यो भोलि पर्सि यो भित्रको चाहिँ टिकट काटेर जे म ले गएर तपाईँहरू भिडियो गरेर देखाउँछु अहिले हामी चाहिँ बाहिर हो यो उता चाहिँ अब चेकिङ गरेर उता भित्र जान्छ नि हामी चाहिँ योपट्टि बाहिर हो इनसाइड हुन्छ अन्त यतिमा ब्लग समाप्त गर्छु बाई बाई नेक्स्ट भिडियोमा म यो भित्रको चाहिँ तपाईँहरूले सब देखाउनेछु